त्यसो पनि आज 2082 साल साउन महिनाको 20 गते आज मङ्गलबार। अहिले म उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा रहेको यो ऐतिहासिक धरोहर बोकेको सिटी हल चाहिँ हेरिरहेको छु। यो सिटी हल यो पुरानो यो 42-43 सालतिर बनेको यो सिटी हल यस्तो भग्नावशेष यस्तो हेरि नभएकै भएको छ र यसलाई सम्पूर्ण हामी त्रियुगा नगर कस्तो बनाउने भन्ने हामीले एउटा एजेन्डा उठाएको छौँ। के बनाउन सक्यो होला त्यसलाई? यस्तो छ समस्या। यहाँ त यो वाल भत्काएर यस्तो छ। यो सिटी हललाई के भएको देख्न चाहनुहुन्छ? कस्तो बनाएको म देख्न चाहन्छु। सिटी हल गाईघाट सिटी हल पुरानो सिटी हल। गाईघाट सिटी हल यस्तो फोहोर छ। यो सार्वजनिक सम्पत्ति। यो सिटी हल के बनाएको कस्तो बनाएको तपाईँहरूलाई हेर्ने रहर छ। हामी त्यही अनुसार चाहिँ त्यसको कुराकानी गर्नेछौँ, पहल गर्नेछौँ। सिटी हल हेर्नुहोस् त, यो त विभिन्न कागजातहरू यो त यस्तो कबाडी ठाउँमा छ। आप छ यो सिटी हल। धराप सिटी हल के भएको देख्न चाहनुहुन्छ? यो सिटी हल सिटी हल चाहिँ कस्तो देख्न चाहनुहुन्छ भन्नुहोस्, कमेन्ट गर्नुहोस्, प्रतिक्रिया राख्नुहोस्।